जब कसैको व्यवहारले चाहिँ हामीलाई एकदमै धेरै नै चोट दिन थाल्छ, हामी चाहन्छौँ त्यो व्यक्ति बद्लियोस्, त्यो व्यक्ति राम्रो भइदियोस्, उसले राम्रो गरोस्, राम्रो व्यवहार होस् भन्ने हामी अवश्य पनि चाहन्छौँ। पक्कै चाहनु पनि पर्छ, चाहनु राम्रो हो। कुनै पनि व्यक्ति गलत गर्दैछ भने र तपाईँले भन्नुभयो, सम्झाउनुभयो, राम्रो गर भन्नुभयो, उसलाई यस्तो नगर पनि भनेर भनिसक्नुभयो भनेपछि त्यहाँ नजिक त्यो व्यक्तिले आफ्नो बानीलाई सुधार्दैन, त्यस्तै नै गरिरहन्छ भने चाहिँ तपाईँले अब रियालिटीलाई एक्सेप्ट गर्नतिर लाग्नुपर्छ। कुनै पनि व्यक्ति तपाईँले चाहेको अनुसार बन्दैन, चाहेर तपाईँले बदल्न सक्नुहुँदैन। तपाईँ कसैलाई इन्स्पायर गर्न सक्नुहुन्छ, मार्गदर्शनहरू देखाउन सक्नुहुन्छ, यस्तो नगर उस्तो नगर भनेर गलत गर्दैछ भने भन्न पक्कै सक्नुहुन्छ। तर साँच्चीकै तपाईँले नै चाहेको जस्तो गरिदियोस् र उसको व्यवहार साँच्चीकै सुध्रोस् भनेर त्यो चाहिँ तपाईँको हाम्रो कन्ट्रोलमा हुँदैन। उसले चाहनुपर्छ, उसले आफै बदलिन खोज्नुपर्छ अनि मात्र बदलिन्छ। सो रियालिटीलाई एक्सेप्ट गर्नतिर लाग्नुपर्छ कि यस्तो भइदियोस्, यस्तो गरोस् भनेर तडपेर बस्ने पनि होइन, आफैलाई दुःख दिने पनि होइन। र सक्नुहुन्छ भने टाढा हुन पनि सकिन्छ होइन। यो होइन कि नजिक बसेर आफैलाई दर्द दिएर उसको व्यवहारले चोट सहेर बस्नु पनि उचित हुँदैन र तपाईँको लागि त्यो सही छैन भने टाढा पनि हुन सक्नुहुन्छ। तर तपाईँले भित्रभित्रै चाहेर यस्तो गरिदियोस्, उस्तो भइदियोस् भनेर एकदमै धेरै नै फोर्स गरेर, एकदमै धेरै कोसिस गरेर, एकदमै धेरै भनेर कहिले पनि कोही पनि बदलिँदैन होइन। सो त्यो व्यक्ति यस्तै छ र यस्तै गरौँ मलाई भनेर जब रियालिटीलाई एक्सेप्ट गर्नतिर लाग्नुहुन्छ अनि चाहिँ तपाईँको स्ट्रेन्थ बढ्दै जान्छ। अनि तपाईँ एक्सेप्ट गर्ने क्रममा आफैलाई चाहिँ हिल गर्दै जानुहुन्छ, न कि किन यस्तो भयो, कसरी यस्तो भयो, किन यस्तो गर्दैछ, यस्तो नगर्नु पर्थ्यो, यस्तो नहुनु पर्थ्यो भन्ने चक्करमा लाग्नुहुन्न। त्यो भ्रममा रहनु हुँदैन, तपाईँ आफैलाई तडपाउनतिर लाग्नुहुन्न। बिस्तारै एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ अनि तपाईँ स्वीकार गर्ने क्रममा आफ्नो इमोसन्सहरूलाई चाहिँ अनि आफूले आफूलाई चाहिँ अलिकति स्ट्रङ बनाउँदै लान सक्नुहुन्छ। यो त यस्तै छ, के गर्ने त भन्ने हिसाबले तपाईँ सोच्न थाल्नुहुन्छ।